जुन घरमा बाउको हुकुम चल्छ नि त्यो घर राजदरबार हो र जुन घरमा बाउलाई बोल्न दिइँदैन उसको आवाजलाई दबाएर राखिन्छ त्यो घर नर्क हो। तपाईँ घर कस्तो बनाउनुहुन्छ भन्ने कुरा तपाईँको हातमा छ। तपाईको घरको मुख्य गार्जियन तपाईको छाता आफ्नो बाउलाई मान्नुभयो भने तपाईको घर एकदम उँभो लाग्छ हैन। त्यो एकदम राजदरबार जस्तो अनुशासित हैन, स्वर्ग जस्तो राम्रो हुन्छ। अनि बाउले चाहिँ बोलो कि मान्छेको अगाडि बाउलाई गाली गर्ने हैन, यो बाउलाई केही आउँदैन केही जान्दैन, हामी जान्ने बुझ्ने पढे लेखेका मान्छेलाई यो बाउले बेकारका कुरा सिकाउँछ भनेर बाउले बोलेका कुरालाई तपाईले चाहिँ दबाउन खोज्नुभयो भने तपाईको घर सिधै नर्कमा परिणत हुन्छ। त्यही भएर घर कस्तो बनाउनुहुन्छ त्यो कुरा तपाईको हातमा छ। तपाईको कुभलो बाउले जीवनभर गर्दैन, एक शब्द पनि तपाईको विपक्षमा तपाईको बाउले बोल्दैन। तपाईको बाउले जे बोल्छ त्यो तपाईको भलाइका लागि बोल्छ, परिवारको उन्नतिका लागि बोल्छ। बाउले मेरो परिवार भासियोस्, मेरो परिवार मासियोस् भनेर बाउले कहिल्यै सोचेको हुँदैन र त्यो उद्देश्यले ऊ कहिल्यै बोल्दैन। उसले जहिले पनि मेरो परिवार मभन्दा माथि होस्, मेरो छोरोले को प्रगति मेरो भन्दा उच्च होस्, मेरा छोराछोरी मैले हिँडेको बाटोभन्दा ठुलो बाटोमा हिँडुन्, मैले भोगेको सुख भन्दा मेरा छोराछोरीले भोगेको सुख ठुलो होस्, धेरै सुख पाउन्, राम्रो उन्नति प्रगति गरून् भन्ने सोच्छ बाउले। त्यही उद्देश्यले चाहिँ आफ्ना छोराछोरीलाई उसले बोलेर मार्ग निर्देश गरेको हुन्छ। त्यो मार्ग निर्देशलाई तपाईले चाहिँ एउटा हैन तल्लो स्तरको सोचले बुझ्नुभयो भने तपाईँ डुब्नुहुन्छ। बाउलाई सधैँभरि जीवनभर महाराज बन्न दिनुस्। तपाईको घरको राजदरबारको, तपाईको राजदरबारको महाराज धिराज आफ्नो बाउलाई मान्नुस्। तपाईको घर सधैँभरि स्वर्ग, यो समाजमा सबभन्दा अग्र स्थानमा एकदम इज्जतदार हुन्छ तपाईको परिवार। जब तपाईँ बाउलाई दबाउन खोज्नुहुन्छ नि तपाईँ आफै सिद्धिनुहुन्छ, तपाईँ सबैका आँखाबाट झर्नुहुन्छ। बाउसँग राम्रो नगर्ने, घरभित्र बाउसँग राम्रो व्यवहार नगर्ने मान्छे बाहिर दुनियाँमा जहाँसुकै जाओस् उसको इज्जत कसैले गर्दैन, ऊ कहिल्यै राम्रो हुँदैन। तपाईँ बाहिर इज्जत चाहनुहुन्छ भने आफ्नो घरभित्र आफ्नो बाउको इज्जत गर्न सिक्नुस्। एक दुईटा दिनमा एक दुईटा बाउका गाली खानुस् कि तपाईँ यति खारिएर तिखारिएर बाहिर निस्किनुहुन्छ नि तपाईँ एउटा चाहिँ धनुष बाणको टुप्पो जस्तो तिखारिनुहुन्छ। बाउको गाली एक दिनमा एक दुईटा खानुभयो भने तपाईँ गल्ती नगरे पनि कहिलेकाहीँ गल्ती गरे चाहिँ गरेर बाउका गाली खानुस्। तपाईको जीवनमा जीवनभर ढकमक फुल फुल्छ क्या बाउको गाली खान पाउनुभयो भने। कहिलेकाहीँ चाहिँ बाउलाई जानी बाउलाई चाहिँ केही नराम्रो कुरा हैन आफूले कुनै काम बिगारे जस्तो गरेर सुनाउस् ताकि बाउले गाली गरोस् क्या। बाउलाई दबाएर होच्याएर बाउलाई यसलाई यो बुढालाई केही आउँदैन क पढेको छैन भनेर बाउलाई तपाईँ हेप्न थाल्नु भने तपाईँ यो संसारको नजरबाट गिर्नुहुन्छ हैन, आफ्नै नजरबाट पनि गिर्नुहुन्छ के अलिक पछि जब तपाईको विवेक छिर्दै जान्छ त्यो अवस्थामा। त्यही भएर तपाईँ हामी सबैले जसको बाउ हुनुहुन्छ त्यो मान्छे हो संसारको सबैभन्दा भाग्यमानी मान्छे हो। बाउको सम्मान गर्नुस् र आफ्नो घरलाई राजदरबार बनाउनुस्। तपाईँ राजकुमार भएर जीवनभर मोज मस्ती गर्नुस्।